हेलो एभ्रिवान, कन्टिन्यू माई भिडियो। हेर्नु साथीहरू, यस्तो दामी ठाउँ घुम्न गयो, यस्तो दामी ठाउँ घुम्यो, कति राम्रो। हेर्नु न, नेपालको नक्सा यति धेरै राम्रो लाग्यो। अब मेरो चाहिँ के भयो भन्दा स्कुटर बिग्रियो साथीहरू। अब के गर्ने भन्ने भयो। स्कुटरमा चाहिँ त्यो टायरमा काँटीले छेडेछ हैन। अनि त्यस पछाडि अब फर्किने कसरी भनेर तना भएर फर्किँदाखेरि ठ्याक्कै एउटा वर्कसप रहेछ, त्यहाँ देखाएको, त्यहाँ त नबन्ने भयो हाम्रो स्कुटर। अब के गर्ने होला साथी, साँखुसम्म चाहिँ जानुपर्ने भयो। साँखुमा चाहिँ बन्छ अरे, तर त्योभन्दा अगाडिकोमा चाहिँ बनेन साथीहरू। त्यस पछाडि हामी लाग्यौँ साँखुतिर। के गर्नु साथीहरू, घुम्न आइयो, रमाइलो गरियो, घुम्यो, कति राम्रो ठाउँ, सबै इन्जोय गरियो। तर स्कुटरले अलिकति तनाव दियो साथीहरू। के गर्नु, गाह्रो छ, घुम्न पनि गाह्रो छ साथीहरू, गाह्रो छ, एकदमै गाह्रो छ हामीलाई। अब हामी घुम्नु सँगसँगै 3-4 जना गएको थियौँ। साथीकोमा 3 जनालाई चाहिँ साथीकोमा हालेर म चाहिँ सिङ्गल नै आएँ साँखुसम्म। अब चाहिँ हामी साँखुको ठ्याक्क एउटा वर्कसप देख्यो। अब यो वर्कसपमा आएर चाहिँ बनाउनु पर्यो भनेर चाहिँ यहाँनिर देखाएँ। अनि उहाँहरूले चाहिँ हेरिदिँदै हुन्छ के भयो भनेर। तर यति ठुलो काँटी पसेको रहेछ होइन, त्यो पसेर लिक्विड सबै झरेको साथीहरू। के गर्नु, गाह्रो छ। हेर्न सक्नुहुन्छ। अनि स्कुटर बिरामीको उपचार हुँदैछ, उपचार हुँदैछ। उहाँ डक्टरले हेर्दै हुन्छ के कस्तो छ भनेर। अपरेसन गर्नुपर्ने हेर्नु, त्यस्तो ब्लडै भइसक्यो। त्यस पछाडि साथीहरू अपरेसन गरिवरी त्यो टायरमा चाहिँ टायर टालेर अनि बनेर चाहिँ हामी फर्क्यौँ घरतिर। अब लाग्यौँ साथीहरू। हेर्नु न, मौसम कस्तो राम्रो, त्यो आकाशको मौसम देखेर यस्तो रमाइलो, खुल्ला बाटो होइन, गाडी कुदाउनु पनि रमाइलो। अनि त्यो आकाशको मौसम बेलुका राति हुन लागेको, कति रमाइलो साथीहरू। यस्तो रमाइलो भयो है। अब हजुरहरू पनि घुम्ने सोच्दै हुनुहुन्छ, कहाँ जाउँ, काठमाडौँ भ्यालीबाट नजिकै ठाउँ, एकदम रमाइलो इन्जोय गर्ने ठाउँ कता छ भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ साँखुको कृष्ण मन्दिर अनि सिसामल एकदमै राम्रो छ, जानु होला साथीहरू। शनिबार चाहिँ एकदमै धेरै भिड हुने गर्दो रहेछ, अरू बेला चाहिँ ठिकै हुन्छ अरे। शनिबार चाहिँ एकदम धेरै भिड, अब एकदमै धेरै राम्रो। पहिला एकचोटि एकदम धेरै भाइरल भएको थियो, त्यतिखेर म गएको थिएँ, ठिकै थियो। अहिले चाहिँ झन् एकदमै धेरै राम्रो बनेको रहेछ, एकदम राम्रो छ साथीहरू, जानु होला है। ल, हामी त्यस पछाडि फर्क्यौँ साथीहरू। यो फर्केको पनि भिडियो बनाउँदैछौँ, मेरो बहिनीले बनाइरहेछ, म चाहिँ पछाडि छु होइन। एकदमै रमाइलो भयो, जे भयो नि। अलिकति स्कुटर बिग्रेर चाहिँ अलिक तनाव भएको थियो, त्यही पनि बनायौँ ओऱ्यौँ अनि फर्क्यौँ। ल साथीहरू, हामी फाइनल्ली चाहिँ घर आइपुग्न आँट्यौँ। यो चाहिँ कुन ठाउँ हो साथीहरू, गेस गर्नु है, यो कुन ठाउँ हो, पत्ता लगाउनु होला, कमेन्ट गर्नु होला है। हाम्रो चाहिँ यहाँबाट अलिकति अगाडि गए पछाडि चाहिँ हाम्रो रुम आउँछ साथीहरू। आजको हाम्रो दिन चाहिँ यसरी नै बित्यो होइन, सटरडे चाहिँ यसरी नै बितायो। हजुरहरूले कसरी बिताउनु भयो साथीहरू, कसरी घरमा के गर्नुभयो, कसो गर्नुभयो, घुम्न जानुभयो कि के गर्नुभयो। हामी चाहिँ घुम्न गएर इन्जोय एकदमै धेरै गऱ्यौँ। ल साथीहरू, भिडियोहरू चाहिँ यस्तै हो, अब हाल्न पाइएको थिएन नि त, त्यही भएर ढिलो भए पनि भिडियो चाहिँ हाल्दैछु, टाइम नै हुँदैन साथीहरू, के गर्नु, यस्तै छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो साथीहरू, बाई बाई, टेक केयर।